गाइज ल हामी चाहिँ अब गेम खेल्न हिँड्न लाग्यो ल गेम खेल्न हिँड्न लाग्यो भने के त्यो गिफ्ट एक्सचेन्ज गर्ने गिफ्ट किन्न हिँडेको ल बाहिर चाहिँ जाडो जाडो छ माइनस कति 4 जति छ ल त अहिले भेटौँला है त गाइज ल गरी हो के कस्तो दामी दामी जान्थ्यो अब गेम खेल्नुतिर चौरतिर जानु लाग्यो ल यहाँ अब बनहास देखाइयो ल ओके ल त अब चाहिँ हामी मार्टमा जानु लाग्यो यता चाहिँ के हो रहेछ खोसान्नुङ मन्जु ल खोला ढोका खोला आए मन पर्ने चिजहरू थाइल्यान्डको उसरी छ एउटा चाउचाउ लिनु पऱ्यो यो चाउचाउ लिने लिए यो पहेँलो अब रातो खोज्नु पऱ्यो अब यसलाई के भन्छ रातो भन्ने के भन्ने यो अब पहेँलो रातो अब हरियो मन पर्ने उसलाई हरियो 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 यो एउटा हरियो छ यहाँभित्र चाहिँ बाहिर खोल जस्तो भए पनि मनपर्छ के भयो रातो हरियो अब सेतो व्हाइट कलरको चाहिँ के व्हाइट कलरको चाहिँ लसुन लगाउनु पर्यो लसुन पनि चाहिएछ अलिअलि कति यसलाई नेपाली 1100 रहेछ चाहिएछ त्यही भएर यही यहाँ छ यता न है यहाँ छ यही उता फर्का उता जाऊ मैले पनि देखेको छैन पैसा तिमीलाई पैसा ल्याऊ पहिला तिमीले पैसा दिनु पर्यो नि त्यहाँ अहिले फेरि भेट छ पैसा दिनु पर्यो त्यहाँ पहिला धेरै चाहिन्छ ल उसो भए कति चाहिन्छ कति छ त्यहाँ 2 लाख छ क्या 2 लाख 2 लाख छैन र 4वटा छैन र पुग्छ 3टा त त्यस्तो छ ब्ल्याकमा
ब्ल्याकमा नभेटेको नलाग्नु पर्ला जस्तो छ ब्ल्याकमा के लाग्ने त कोइला लाग्नुपर्छ क्या मासु पोलेर खाने भन्दै थियो के लाग्यो ल मलाई पुग्यो अब गिफ्ट एक्सचेन्ज गर्ने गरे हस्पिटल गेम खेलाउनु लाग्यो के अरे पहिला तिमीले एउटा चेयर उता राख न चेयरमा राखेर उस गर्ने हो नि त पहिला बोल्न पर्छ कि ल त अब यहाँ मैले चाहिँ मेरो यहाँ राखेको छु के अरे होइन पहिला त्यस्तो भन्ने यस्तो भन्ने के भन्ने भन त ल सिकाउ त मलाई अलिक देखिएन मेरोमा चाहिँ ओके ल राम्रो आएको छ त यति देखो राम्रो आउनु पर्यो तिमी ब्युटिफुल आछौ म ह्यान्डसम आएको छु होइन र काले काले भए पनि दिलवाली छु हेलो गाइज गर्ने के र ल त गाइज सुरु गर्ने अब ल हेलो गाइज ल गेम सुरु भयो है त एकछिन भएन हो टिकटकमा चाहिँ अब गर्लफ्रेन्ड बोयफ्रेन्ड साथी दिदी बहिनी अब जोसुकै होइन गिफ्ट एक्सचेन्ज गर्ने के भन्छ त्यस्तोलाई भिडियो चाहिँ एकदमै भाइरल भइरहेको थियो अनि हामी पनि बुढाबुढी आज ठ्याक्क दुईजनाकै बिदा मिलेर धेरै बोयफ्रेन्ड गर्लफ्रेन्डको चाहिँ आज आइतबार दुईजनाकै एकै दिन छुट्टी परेको हुनाले अनि हामी पनि यस्तो रमाइलोको लागि गरौँ न त भनेर आज हामी मार्टमा गएर सामान लिएर आएको छौँ सामान देखाउनु न सामान त कहाँ सामान बाहिरको बाक्सा देखा बाक्सा मेरो यत्रो उसको भन्दा मेरो के गर्ने पैसा आएको थियो किन्ती चिज कसकोमा छ तर पैसा मात्र महँगो होला तर किन्ती चिज चाहिँ यहाँ छ है तिम्रो हो पैसा महँगो मेरोमा त त्यही भएर मेरोमा किन्ती चिज छ मेरोमा छ मेरो भन्दा धेरै पैसा धेरै आफ्नो भनेको होइन हजुरको तिम्रो हो त्यो जिस्काएको तिमीले देखियो मार्टमा पनि एकदमै भेट भइरहेको थियो तर अझै पनि हामीलाई कसैको के सामान छ भने थाहै छैन है ल अब देखाउँ ल सुरुमा के निकाल्ने तिमीले भन ल सुरुमा नहेर यता फेरि सुरुमा व्हाइट निकालौँ है एक दुई तीन खोइ भाइ के हो अब कुन निकाल्ने हजुर अब आफ्नो मालिक घरमा लसुन थिएन यो चाहिँ सरप्राइज घरमा लसुन थिएन मैले पनि त्यही सम्झेर व्हाइट ल्याएको थिएँ यो चाहिँ सरप्राइज नै है गाइस कसम यो चाहिँ मैले सोचेको पनि थिएन है यो चाहिँ घरमा थिएन गिफ्ट भन्दा नि घरको लागि है मैले पनि त्यही होइ थियो यो मैले पनि घरकै लागि ल्याएको थिएँ ल यो त सेम पऱ्यो है त साँच्चै हामी थाहा थिएन कसम ल अब के निकाल्ने अब हजुरले भन्नु म लगिन भनेको होइन एल्लो त निकाल्यो त्यहाँ त सक्ने रेट ननिकाल्ला एल्लो निकाल्छु अब त ल हाना दुल सेट निकाल्नु त त्यहाँ बाक्सा हेर न ल 1 2 3 मैले चाउ के हाल चाउ छ यो त एल्लो होइन नि ओरेन्ज कलर हो नि नानी एल्लो नै हो के ओरेन्ज कलरलाई एल्लो भनेको एल्लो हैन यो ओरेन्ज कलर हो ए बरे हेर्नु त ओरेन्ज कलरलाई एल्लो भन्छन् यो पनि त उस्तै त नि यो पनि कलर यो हेर यो त एल्लो हो नि यो पनि त एल्लो नि यहाँ एल्लो आएन यो तर यो ओरेन्ज कलर है गाइस हैन यो एल्लो नै हो मिस्टेक गरेछ ओरेन्ज कलरलाई एल्लो भनेछ है यो चाहिँ ओरिजिनल एल्लो छ यो देख्नुहुन्छ नि यो चाहिँ ओरेन्ज कलर नै हो यो अब ग्रीन निकालम ग्रीन 1 2 3 गो मैले धन्न यो लिन चाहिँ त लिन लाग्थेँ
मैले साँच्चै यही लिनु लाएको थिएँ सुरुमा तर खिम मलाई चाहिँ खिम मनपर्छ आज पनि त्यही भएर खिम किनेको मैले मनपर्छ भनेर पहिला चाहिँ मन यो चाहिँ मलाई सायद त्यो मासु पोलेर खानलाई ल्याएको होला भनेपछि अलिअलि चाहिँ मिलेछ है अलिअलि मिलेछ है सबै कुराहरू साँच्ची भनेपछि मिल्छ केही न केही चाहिँ मिल्छ अब के अब किने मैले हेर्छु अब आफ्नो पालो रेड ल हुन्छ 1 2 3 सिमला मिर्ची मिर्ची खुर्सानी यो पनि मिल्यो खुर्सानीले यो पनि मिल्यो ल है म चाहिँ सिमला मिर्ची ल्यायो म चाहिँ के हो मिलेछ त अलिअलि त सल्लाह नगरेर पनि भने त्यो यो पनि त मिल्यो नि लगभग यो पनि मिल्छ नि एउटै त भने उयस त एउटा पिरो नहुँदा मात्र पो हो र राम्रो हो तर ल त हामी भेट चाहिँ जाला जस्तो छ हेर सबै मिलेछ अब ब्ल्याक होइन तर मेरो बाहिर कलरमा ब्ल्याक छैन है ल ल तर भित्र चाहिँ ब्ल्याक नै छ फेरि हुन्छ ल 1 1 2 3 मासु खाल्ले पहिला त्यही भएर त के छ भनेको मैले पहिले पहिला मैले के गर्दै होला मासु पोलेर खाने भने होइन किनदेखि यति राम्रो ल्याइदिएको मैले आफूलाई कुन साइजको ल्याएको है फेरि एराक्कै मिल्ने साइज ल्याएको रहेछ त्यो चेक गराउनु न भएर सकियो यति नै ल अब यति नै हो दुईटा चिज चाहिँ मिलेछ अनि खाने चिजमा अलिअलि मिलेको मासुसँग पोलेर खाँदा यो चाहिन्छ मिलाएर छ मैले यो ल्याएँ फेरि यो चाहिँ मिल्यो नै अनि यो पनि मिल्यो नै हो ल 100% 95% यो पनि मिलेकै हो खै च्यान लाउनु न यो मिल्यो चाहिँ तर यो चाहिँ ओरेन्ज कलर ल्याएको छ है हैन है ओरेन्ज हैन त्यो येल्लो नै येल्लो भनेर ओरेन्ज कलरले चाहिँ त्यो चाहिँ ल त अब हामीले गिफ्ट एक्सचेन्ज गऱ्यो बाई सी यू नेक्स्ट भिडियो